ल हामी उठिसकेको छौँ 4 बजेतिर 4:30 बजे भएको थियो अब रेडी हुँदैछौँ तातो पानी शरीरलाई तातो तातो बनाउनु पर्यो 5 5:30 बजीतिर निस्किहाल्छौँ यहाँबाट अनि हाम्रो टार्गेट छ अराउन्ड 10 तिर उता माथि पुग्नको लागि तर लेट्स के हुन्छ तर फ्युचरले भन्छ अनि प्रेजेन्टको मात्र सोच्ने हो म चाहिँ फुल्ली प्रिपेयर भइसक्यो अब कफ बनाउँछौँ कफी खाएर चाहिँ निस्किन्छौँ हामी एकैछिनमा अबको 15-20 मिनट्समा हामी आउट हुन्छौँ फाइनली हामी बेडनेरिसको लागि हाफ हाइट गरिसकेको छौँ अब हाफ चाहिँ हाइट गर्नु बाँकी हो त्यही नै हो एकदम गर्मी भयो त्यसो जाडोमा पनि पसिनाले पुरो टाउको भिजिसकेको छ अनि कपाल भिजिसकेको छ त्यो यहाँ यस्तो छ स्ट्रगल इज रियल एकदम दामी लाग्यो मलाई चाहिँ एकदम भन्दैछु यस्तो मजा आइरहेको छ सोचेको थिएन यस्तो मजा आउँछ भनेर सुरुमा चाहिँ डर लागिरहेको थियो फर्स्ट अलि स्लिपरी थियो क्या त्यहाँ अनि अहिले चाहिँ यहाँ यो हेभी स्नोफल भइसक्यो नि त अनि खुट्टा पनि मजाले गाडिरहेको छ यस्तरी गाडिरहेको छ एकदम बवाल एकदम दामी मजा आउँदैछ अहिलेसम्म है त्यही नै हो एकदम बवाल ऊ त्यो यो लेकमा चाहिँ हामी अहिले आउने बेला चाहिँ भिजिट गर्नेछौँ त्यही नै उता केटाहरूले बोलाउँदैछ यता हेर त यता हेर न ल हामी चाहिँ फर्किसक्यौँ त्यो वेदर अलिकति ब्याड भएको हिसाबले हामी 75% चाहिँ माथि चढ्यौँ फुल्ली चढ्न पाएनौँ किनकि वेदर लास्ट चाहिँ एक्सट्रिम हुँदै थियो ब्याड हुँदै थियो हावाहुरी कस्तो थियो अगाडि भिडियोमा देखिसक्यो होला हामी चाहिँ अहिले तल झरेको यहाँ ब्युटिफुल लेक रहेछ फोटोसोटो खिच्नको लागि र त्यही नै हो माथिको एकदम एक्सपिरियन्स एकदम बवाल मजा आयो एकदम दर्दनाक के भन्ने अब खत्रै थियो भनौँ यस्तो माउन्टेन चढ्न एकदम दामी मजा आउने रहेछ र मलाई पनि एकदम मजा नै आयो भनौँ र अहिले चाहिँ हामी यहाँ फोटोसोटो खिच्छौँ ग्रुप फोटो सिङ्गल फोटो के हो सबै लिन्छौँ अनि यहाँबाट लिन्छौँ अकोमोडेसनमा हाम्रो अनि त्यहाँबाट हाम्रो 10 बजेको चेकआउट छ बिहानको 10 र त्यही नै हो अनि हामी फेरि हाम्रो पहिलाको क्याराभ्यानमा जान्छौँ अनि त्यहाँ रमाइलो गर्छौँ